साथीहरू, म आज एउटा जीवन उपयोगी कविता सुनाउँछु है त, सुन्नुहोला। कविताको शीर्षक छ काला जादु। अचेल सोच्न थालेको छु जबदेखि होस आउन थालेको छ, उही पुरानो ईश्वरले जस्तै। कुन जितमा रमाउँ म, कुन हारमा रोउँ म। मेरो सुकर्महरूको अप्रत्याशित दुष्परिणाम, कुनै दुष्कर्महरूको अपत्यारिलो सुखद परिणाम के हो यो? भित्रबाट कसैले सुस्केर जस्तै भन्छ, यो त बस काला जादु हो। कसैले भन्छ, ए यात्री होस राख, परिणाम र परिणति सुख दुःख भिन्न हुन सक्छ। तेरो यात्राभन्दा, तेरो बाटोभन्दा, तेरो लक्ष्यभन्दा। हरेक पल कोही भित्र बसेर मलाई काने खुसी गरिरहन्छ। म समय बन्दै तँलाई सन्देश दिन्छु, यात्रा नियत बना, नियति मलाई छोडिदे। सायद मनको एउटा तख्ता मभन्दा माथि छ। न त यसले मलाई प्रेम गर्छ, न घृणा, न यसले मलाई पुरस्कृत गर्छ, न त सजाय तोक्छ। बस कतै भित्र काने खुसी गर्छ, सत्यहरू जस्ताको तस्तै। जब जब म त्यो आवाज सुन्छु, यो कालो जादु बिलाउँछ र म भित्र प्रस्फुटित हुन्छ एउटा सिधा साधा ईश्वर, एउटा सिधा साधा ईश्वर। धन्यवाद।